चाहिँ चिकनको अचारको लागि धुइधाइ गरेर मिक्स गर्नको लागि यहाँ रेडी। यो चाहिँ सानो भयो मिक्स गर्नुको लागि हो। यसलाई चाहिँ अब यसमा सिफ्ट गर्ने। अब यसलाई यहाँ मैले सिफ्ट गरिसकेको छु। अब यसलाई चाहिँ नुन हालेर अनि निम्बु हालेर यसलाई चाहिँ मिक्स गर्ने अनि एकछिन रेस्ट गर्नलाई छोडिदिने। म के लाउँछु अचारको लागि अदुवा हो। अनि मैले अचारको लागि लसुन चाहिँ सिकेर राखेको थिएँ अचारको लागि भनेर। अब चाहिँ के लाउनुपर्छ अदुवा के लाउनु कि तास्नु के भन्छ हो। म यहाँनिर चिकन फ्राई गर्दैछु हो। फ्राई हुँदैछ अनि यहाँ छ अनि फ्राई भइसकेको यहाँ छ। अनि त्यसको लागि काटेको छु यहाँ अदुवा चिकनको लागि अचारको लागि। अनि त्यसको बाद यहाँ छ लसुन है। लसुन फ्राई भइसकेको छ है। अनि यहाँ चाहिँ अदुवा अब अदुवा फ्राई हुँदैछ। हल्का फ्राई गर्नु त धेरै पर्दैन, डिप फ्राई गर्नु पर्दैन, हल्का ब्राउन गर्नुपर्छ तर भइहाल्छ। अब चाहिँ यो चिल्लीलाई हल्का फ्राई गर्नुपर्छ। चिकन फ्राई चाहिँ फ्राई गरेको चिकन अनि अदुवा लसुन यहाँ हालिसकेको छु है। अनि यहाँ चाहिँ धनिया जिरा अनि यो टिम्बुर अलिकति तोरी हल्का भुटाएर यहाँ राखेको चाहिँ यसलाई चाहिँ पिस्नुपर्छ है। मसला रेडी। अनि हल्का आमचुर पाउडर चाहिँ मैले मसला ग्राइन्ड गरेर हालिसकेको छु है। अन्त त्यसको बादमा यो आमचुर पाउडर पनि हालेको छु। अब यसलाई मिक्स गर्नुपर्छ मजाले है। त्यहाँबाट तेल चाहिँ अलिक कम्ती हालेको छु मैले यसमा होइन, किनकि यो चाहिँ टाढो जानुपर्छ नि त। त्यही भएर उतै जब पुग्छ त्यहाँनिर तेल गरम गरेर फेरि सेलाएर फेरि हाल्दा फेरि हुन्छ। अहिले हाल्यो भने चाहिँ फेरि बोतलबाट लिक हुन्छ नि त। त्यही भएर अब यसलाई मजाले मिक्स गर्नुपर्छ। यो चाहिँ फाइनल लुक छ। मैले चाहिँ सुक्खावाला बनाएको छु नि त। त्यो तेलवाला चाहिँ बेसी तेलवाला चाहिँ मेरो हस्बेन्डले मन पराउँदैन। त्यही भएर चाहिँ यसमा धेरै तेल हाल्नु हुँदैन। कतिजनाले चाहिँ बनाउँछ कि पुरा तेलमै मात्रै पकाएको, त्यस्तो चाहिँ होइन। यो चाहिँ यसमा चाहिँ मासु मात्रै हुन्छ, धेरै मसला हुँदैन, बोइल हुँदैन। अन्त यसमा बादमा उतै गएर हल्का तेल हाल्दा फेरि भइहाल्छ, धेरै तेल हाल्नु पर्दैन। ओके, थ्याङ्क यू।